यो वर्ष हाम्रो बजेट कार्यक्रम निकै धेरै नै छन् भनौँ। गत विगत वर्षको तुलनामा झन्डै 1.5 अरब जति बजेट सिलिङ पनि हाम्रो बढेको हो। झन्डै 3 अरब 67 करोड 80 हजारको हाराहारीमा हाम्रो टोटल बजेट कार्यक्रम छ ओभरअल मन्त्रालयको। मन्त्रालय मातहतमा 4वटा कार्यालय र 2टा सूचना केन्द्रहरू छन् र मन्त्रालय सहित कामहरू निरन्तर रूपमा हामीले अगाडि बढाइरहेकै छौँ। यो मन्त्रालयकै कामहरूले अहिले चाहिँ आर्थिक वर्षको सुरुवातमा बनाउनु पर्ने विभिन्न कानुनी सुधारका कुराहरू, कार्यविधिका कुराहरू त्यो सम्पन्न गरिसक्यौँ हामीले। कानुन सुधार गर्ने क्रम त त्यो निरन्तर चल्ने प्रक्रिया हो हाम्रो। यो वर्ष हामीले चाहिँ नि मन्त्रालयको एउटा नीतिगत सुधार वर्षको रूपमा हामीले कामहरू गरिरहेका छौँ। मन्त्रालयको इतिहास त्यति लामो छैन। भर्खरै बागमती प्रदेश सरकारले मन्त्रालयको कार्यविभाजन नियमावलीमा चाहिँ नि परिवर्तन गरेर संस्कृति तथा पर्यटन मन्त्रालय गठन गरेको हो। झन्डै 2 वर्षको मात्रै इतिहास छ छुट्टै मन्त्रालयको हिसाबले हेर्ने हो भने। त्यसैले बनाउनु पर्ने कानुनहरू असाध्यै धेरै थिए। हामीसँग एउटा पर्यटन ऐन मात्रै थियो अनि सरकारी कामकाजको भाषा कार्यान्वयन गर्ने फोकल मन्त्रालयको हिसाबले त्यो भाषा कार्यान्वयन सम्बन्धी नेपाल भाषा र तामाङ भाषालाई हामीले बागमती प्रदेशको प्रमुख चाहिने सरकारी कामकाजको भाषा पनि बनाएका छौँ। त्यसैले त्यसको ऐन थियो हामीसँग अनि एउटा वार्षिक स्वीकृत कार्यक्रम कार्यान्वयन गर्ने मार्गदर्शन थियो। यो 3वटा भन्दा बाहेक अरू कानुनी दस्तावेजहरू हामीसँग थिएनन्। त्यसैले अहिले चाहिँ हामीले अलि धेरै कानुनमा सुधार गर्नुपर्छ, बनाउनुपर्छ, केही नयाँ कानुनहरू बनाउनुपर्छ र केही बनिरहेका कानुनहरूलाई पनि सुधार गरेर जानुपर्छ भनेर अहिले हामीले पर्यटन ऐन सुधारको चाहिँ नि गर्ने गरी पर्यटन ऐन संशोधनका लागि अर्थ र आन्तरिकमा राय सहमतिको लागि पठाइसकेका छौँ। अर्थबाट आइसकेका छ। अब हामी केही दिनमै त्यो चाहिँ संसदमा पेश गर्दैछौँ पर्यटन ऐन।